हेलो नमस्कार। फाइनल्ली आज हामी यहाँ इलाम आइपुगेका छौँ। हामी यो इलामको चियाबारी कस्तो देखिन्छ म यहाँ पारिबाट देखाउने कोसिस गर्छु। यो इलामको डाँडामा आउँदाखेरि एकदमै आनन्द आएको छ। हामी मध्य प्रदेशदेखि एकदमै चर्को गर्मी हुँदै अहिले यो हाम्रो म्याग्दी जिल्लातिर भन्दा पनि धेरै नै जाडो हुँदो रहेछ। यो बेला पनि एकदमै उच्च पहाडी छ। उच्च पहाड भएको कारणले गर्दाखेरि यहाँ अलि जाडो नै छ। म यहाँ माथि चियाको बगान देखाउँछु। यो भिडियो कहाँदेखि हेर्दै हुनुहुन्छ यो भिडियोलाई एक लाइक गर्नु होला, कमेन्ट गर्नु होला र सेयर पनि गर्नु होला। यहाँ माथि यो मालिकाको माथि जङ्गल जस्तै यहाँ यो सल्लाहको यो घारी देख्न सकिन्छ हामी यहाँनिर। एकदमै सुन्दर छ, एकदमै राम्रो छ। यो कहाँदेखि हेर्दै हुनुहुन्छ हजुरहरू यहाँ इलाम आउनु भएको छैन भने यो इलामको दृश्य हो। यो यहाँ माथि यो चियाको बगान कस्तो देखिन्छ म यो चियाको बगान देखाउँछु हजुरहरूलाई। यो भिडियोलाई स्किप नगरिकन अन्तिमसम्म हेर्नु होला है त। फाइनल्ली म आइपुगिसकेको छु। यो चियाको बोट कस्तो होला जस्तो लाग्थ्यो। यहाँ यो चिया टिप्न त पाइन्न होला, तर चियाको बगान यस्तो हुँदो रहेछ। एकदमै खुसी लागेको छ मलाई, एकदमै खुसी छु। यहाँ यो चियाको बगान कस्तो छ यता पारी पनि देखिन्छ। सबै एकदमै राम्रो दृश्य देखिएको छ। यो भिडियो कहाँदेखि हेर्दै हुनुहुन्छ एक सेयर गरिदिनु होला प्लिज। एकदमै राम्रो देखिन्छ यहाँ अरूले बनाएको भिडियोमा हेर्थेँ मैले, तर आज आफैले भिडियो बनाएर यो चियाको बगानमा यसरी आउन पाउँदा एकदमै खुसी लागेको छ। यहाँ मसँग हाम्रो वीरेन्द्र सर पनि आउनु भएको छ। एकदमै रमणीय छ। सबै फोटो खिच्नमा व्यस्त हुनुहुन्छ। हाम्रो गाडी अगाडि गइसक्यो, तर पनि म चाहिँ यहाँ हजुरहरूलाई यहाँको यो भिडियो देखाउँछु भनेर म यहाँ आइपुगेको छु। यहाँ माथिबाट कस्तो देखिन्छ म देखाउँछु है त फेरि।